स्वागत छ। आज हामी एउटा निकै महत्वपूर्ण प्रश्नमा केन्द्रित हुँदैछौं, जुन धेरैको मनमा होला, खास गरी भर्खरै कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि। स्रोतमा एउटा जिज्ञासा आएको छ, विदेशमा उच्च शिक्षा हासिल गर्न कुन देश सबैभन्दा उत्तम होला? यो प्रश्न हैन नेपालका धेरै विद्यार्थी अनि अभिभावकहरूको लागि कति सान्दर्भिक छ, हैन त? 12 कक्षापछि भविष्यको बाटो रोज्ने यो एउटा एकदमै महत्वपूर्ण मोड हो अनि विदेश अध्ययनको निर्णयले त झन ठूलो अर्थ राख्छ नि। निश्चय पनि एकदमै सान्दर्भिक प्रश्न हो यो। हेर्दा साधारण देखिए पनि यसको पछाडि धेरै कुराहरू जोडिएका छन्। अब उत्तम देश कुन हो भन्ने कुरा चाहिँ त्यो अलि व्यक्तिपिच्छे फरक पर्छ। जस्तो कि विद्यार्थीको व्यक्तिगत लक्ष्य के छ, उसको शैक्षिक पृष्ठभूमि कस्तो छ, अनि आर्थिक अवस्था, रुचि, यी अनेकौं कुराहरूमा भर पर्छ। स्रोतले हामीलाई यो महत्वपूर्ण प्रश्न सोधेको छ र यसले के देखाउँछ भने यसमा अलिक गहिरो विश्लेषणकै आवश्यकता छ। ओ एकदम। आजको हाम्रो उद्देश्य पनि त्यही हो, यो प्रश्नको वरिपरि रहेर यसका विभिन्न पक्षहरूलाई अलिक केलाएर हेरौं न त। कुन देश उत्तम हुन्छ भन्ने निर्णय गर्ने प्रक्रिया कस्तो हुन्छ अनि यसले विद्यार्थीको भविष्यमा कस्तो असर पार्न सक्छ भन्ने बारेमा छलफल गरौं। हुन्छ, सुरु गरौं कहाँबाट भन्दा अब जस्तो विद्यार्थीले पढ्न खोजेको विषय, यो एउटा प्रमुख कुरा भयो। स्रोतहरू हेर्दा के देखिन्छ भने कुनै खास विषयका लागि कुनै देश एकदमै राम्रो मानिन्छ। हो र? जस्तै मानव आईटी वा इन्जिनियरिङ पढ्न चाहने कोही छ भने जर्मनी वा अमेरिकातिर विश्वस्तरीय संस्थाहरू छन् भन्ने कुरा एउटा स्रोतमा उल्लेख छ। त्यहाँको रिसर्च फेसिलिटी राम्रो छ। हो। तर फेरि अर्को स्रोतले के भन्छ भने हस्पिटालिटी म्यानेजमेन्ट वा टुरिज्म जस्ता विषय पढ्ने हो भने अस्ट्रेलिया वा स्विट्जरल्याण्डतिरको अवसर फरक खालको छ। त्यहाँ प्रयोगात्मक ज्ञानमा बढ़ी जोड़ दिइन्छ। हो नि, विषय अनुसार फरक पर्ने भयो। एकदम। त्यसैले आफूले पढ्न चाहेको विषयमा कुन देशको शैक्षिक प्रणाली बलियो छ, त्यहाँ कसरी पढाइन्छ, त्यो बुझ्नु एकदम जरुरी देखिन्छ। स्रोतहरू केलाएर हेर्नुपर्छ। अनि अर्को एकदमै महत्वपूर्ण कुरा, पैसा, हैन? आर्थिक पाटो। हो नि, त्यो त प्रमुख नै भयो। स्रोतहरूमा विभिन्न देशको पढ़ाई खर्च, बस्ने खर्च, यिनीहरूको तुलना पनि पाइन्छ। जस्तो अमेरिका, अस्ट्रेलिया अलि महँगो नै देखिन्छन्, हैन? तुलनात्मक रूपमा। हो, सामान्यतया अलि महँगो मानिन्छन्। तर फेरि जर्मनी वा नर्वे जस्ता देशहरूमा ट्युसन शुल्क नै नलाग्ने वा एकदमै कम लाग्ने विश्वविद्यालयहरू पनि छन् भन्ने जानकारी एउटा स्रोतले दिन्छ। ठीक भन्नुभयो, त्यो एउटा ठूलो फाइदा हो। तर खर्च मात्र हेरेर पनि भएन, छात्रवृत्तिको अवसर कस्तो छ त्यो पनि विचार गर्नु पर्यो। हो, स्कलरशिप। हो, स्रोतहरू हेर्दा केही देशहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर राम्रै छात्रवृत्ति कार्यक्रमहरू चलाएको देखिन्छ। तर त्यसको लागि प्रतिस्पर्धा पनि त्यस्तै कडा हुन्छ नि। त्यो त भइहाल्छ। अनि अर्को कुरा, पार्ट टाइम काम गर्न पाइन्छ कि पाइँदैन? पाइयो भने त्यसबाट हुने आम्दानीले कति खर्च धान्न सकिन्छ? यो कुरा पनि देश अनुसार फरक हुन्छ भन्ने स्रोतहरूले देखाउँछन्। हो। अनि यहाँनिर भिजा प्रक्रियाको कुरा पनि त आउँछ होला नि। कतिको झन्झटिलो छ, कतिको सजिलो छ। मैले एउटा स्रोतमा पढेको थिएँ, केही युरोपीय देशहरूको भिजा प्रक्रिया अलि सजिलो छ अरे। तर क्यानाडा, युके जस्ता अंग्रेजी बोल्ने देशहरूमा चाहिँ आवश्यकताहरू अलिक कडा हुन सक्छन् भनिन्छ। यो कतिको सही हो? यसमा अलि मिश्रित जानकारी पाइन्छ स्रोतहरूमा। हेर्नुहोस्, भिजा नियमहरू त परिवर्तन भइरहन्छन्, हैन? हो त नि। अनि यो विद्यार्थीको आफ्नो प्रोफाइल, उसको डकुमेन्टेशन कस्तो छ, त्यसमा पनि धेरै भर पर्छ। तर सामान्यतया स्रोतहरूले के संकेत गर्छन् भने आफ्नो आवश्यक कागजातहरू बलियो बनाउने, वित्तीय प्रमाणहरू स्पष्ट पार्ने अनि अन्तर्वार्ताको राम्रो तयारी गर्ने कुरा चाहिँ सबै देशका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। भनेपछि तयारी चाहिँ राम्रो हुनै पर्यो। एकदम। अनि अर्को महत्वपूर्ण कुरा जुन धेरैले सुरुमा ध्यान दिँदैनन्, त्यो हो पढ़ाइ सकिएपछिको अवसर, पोस्ट स्टडी वर्क राइट्स भन्छ नि। त्यो अधिकार देश अनुसार धेरै फरक छ। कति समय काम गर्न पाइन्छ, स्थायी बसोबासको सम्भावना कस्तो छ, यस्ता कुराहरूले पनि निर्णयमा ठूलो भूमिका खेल्छ। यो कुरा पनि स्रोतहरूले औल्याएका छन्। हो नि, त्यो त दीर्घकालीन कुरा भयो। अनि भाषा, संस्कृति, सुरक्षा नि नयाँ ठाउँमा घुलमिल्न हुन कति सजिलो हुन्छ, यसले पनि त फरक पार्छ होला नि।
अवश्य पार्छ। यो पनि एकदम महत्वपूर्ण पक्ष हो। केही स्रोतहरूले के भन्छन् भने क्यानाडा वा अस्ट्रेलिया जस्ता देशहरू जहाँ धेरै किसिमका मान्छेहरू छन्, बहुसांस्कृतिक शहरहरू छन्, त्यहाँ नेपाली विद्यार्थीलाई घुलमिल हुन अलि सजिलो हुन्छ रे। अनुभवहरू त्यस्तै देखिन्छ। तर अब मानौ जर्मनी वा फ्रान्स जस्ता देशमा गयो भने त्यहाँको स्थानीय भाषा सिक्नै पर्ने हुन्छ। त्यो शुरूमा अलि चुनौतीपूर्ण हुन सक्छ। हो, भाषाको कुरा आउँछ। अनि सुरक्षाको कुरा, सामान्यतया विकसित देशहरू सुरक्षित नै मानिन्छन्, तर पनि कुनै पनि नयाँ ठाउँमा जाँदा अलि होशियार सतर्क रहनुपर्छ भन्ने सुझाव त सबै स्रोतहरूमा पाइन्छ। त्यसो भए यो सबै छलफलबाट, यो सबै विश्लेषणबाट के देखियो भने 12 कक्षापछि विदेश अध्ययनका लागि यो नै उत्तम देश भनेर किटान गर्न चाहिँ गाह्रो रहेछ। एउटै सिधा उत्तर छैन यसको। स्रोतहरूले पनि विभिन्न विकल्प र तिनका फाइदा बेफाइदा मात्र देखाउँदा रहेछन्। हो, र त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई। स्रोतहरूले हामीलाई जानकारी दिन्छन्, बाटो देखाउँछन्, तर अन्तिम निर्णय लिने बेलामा चाहिँ त्यो जानकारीलाई आफ्नो प्राथमिकता, आफ्नो क्षमता, आफ्नो लक्ष्यसँग दाँजेर हेर्नुपर्छ। उत्तम देशको खोजी गर्नु भनेको वास्तवमा आफै भित्रको खोजी पनि हो जस्तो लाग्छ। म के चाहन्छु, मेरो लागि कुन कुरा सही छ? स्रोतमा सोधिएको त्यो प्रश्नले हामीलाई यही कुरामा जोड़ दिन्छ जस्तो लाग्छ। निर्णय लिनु अघि गहिरो अनुसन्धान र आत्ममूल्याङ्कन अनिवार्य छ। यो नै स्रोतहरूको निचोड हो। सोच्दै हो, भन्नुको मतलब यो प्रश्नको उत्तर खोज्ने क्रममा विद्यार्थीले कुन देश जाने मात्रै पत्ता लगाउँदैनन्, उनीहरूले आफूले भविष्यमा के गर्न चाहेको हो, आफू कस्तो हो भन्ने कुरा पनि अलि बढी चिन्दै जान्छन् होला है। यो प्रश्न आफैमा एउटा यात्राको शुरूआत पो रहेछ, अन्त्य होइन। एकदम सही भन्नुभयो। बिल्कुल, यो एउटा प्रक्रिया हो। र श्रोताहरूलाई एउटा विचार छोडेर जाउँ न त, के कुनै एउटा उत्तम देश खोज्नुभन्दा पनि आफ्नो लक्ष्य र परिस्थिति अनुसार समयभन्दा सही अवसर र वातावरण भएको ठाउँ खोज्नु बढ़ी अर्थपूर्ण हुन्छ कि? यो प्रश्नमा विचार गर्नुहोला।